गाँजा खाने गजेडीहरूका ग्याङहरू टिओबीहरू सहकारी ठगहरू टिओबी ग्याङ गाँजा खाने गजेडीहरूको ग्याङ र सहकारी ठगहरूको ग्याङ र डिप्रेसनका रोगी र खराने ग्याङहरूका अन्ध समर्थकलाई भने यी विदेशमा बसेका सबैलाई मैले भनेको होइन। अहिले जापानमा कार्यक्रम सफल भइसकेपछि म माथि आक्रमण भयो भनेर झुटो समाचार फैलाइराखेका छन्। सम्पूर्ण जानकारी दिने अत्यन्तै महत्त्वपूर्ण छ। अन्तिम समय हेर्नु होला, धेरै भन्दा धेरै शेयर गर्नु होला, फलो नगर्नु भएको भए फलो गर्नु होला। माननीय ज्ञानेन्द्र साईमाथि जापानको ओसाकामा भौतिक आक्रमणको प्रयास भएको छ। गए राति ज्ञानेन्द्र साईलाई मुर्दाबादको नारा लाएर आएका केही युवाको समूहले ज्ञानेन्द्र साईमाथि आक्रमणको प्रयास गरेको बुझिएको छ। माननीय ज्ञानेन्द्र साई अब यो केटो चाहिँ घण्टीको कार्यकर्ता रहेछ यिनीहरूले र यो माथिको फोन नम्बर छ र यो भाइले झुटो समाचार बनाउँदै भिडियो बनाउँदै कन्टेन्ट क्रिएट गर्दै यो जताततै हल्ला फैलाइरहेको छ। र अहिले पनि भन्छु, तिमी खराने ग्याङहरूलाई टिओबी ग्याङहरूलाई तिमीहरूलाई स्पष्ट मैले संसदमा जवाफ मागेका छु। दिन सक्ने हिम्मत ल्याकत ताकत यदि तिमीहरूको छ, हैसियत छ भने तिम्रा मालिकलाई संसदमा उभिएर दे भन। छ भने है तिमीहरूलाई नै पत्ता साफ खेलाएर जुम्लामा चुनाव जिताएर आएको हामी है। तिमीहरूकै पार्टीलाई 421 भोटमा रोकेर आएको। यो यसको फोन नम्बर मैले माथि राखिदिएको छु। अनि यो कसैले केही पनि गरेको छैन, साह्रै राम्रो कार्यक्रम भएको छ। यिनीहरू र यसरी झुटो भरम फैलाएर यिनीहरूले मान्छेलाई त्रसित गरिराखेका छन्। र म स्पष्टका साथ भन्न चाहन्छु, म सुरक्षित छु, सही ठाउँमा छु, कसैले केही पनि गरेको छैन र गर्न सक्ने क्षमता पनि राख्दैनन्। किनभने सत्य कुरा संसदमा बोलेको त्यसको जवाब देऊ भन हैन। र अब सबैलाई म अहिले पनि अपिल गर्न चाहन्छु, यो झुटो हो, झुटो कुरा फैलाइराखेका छन् र यी टिओबीका ग्याङहरू र यी खरानेका सन्तानहरू र अर्को के अरे सहकारी ठगहरू यिनीहरू स्पष्टका साथ मैले अहिले पनि भन्न चाहन्छु, विदेशमा रहेका नागरिकलाई मैले विदेशमा रहेका सबै नेपालीलाई कुरा बुझ्दैनन् भनेको होइन साथीहरू। मेरो भनाइ विशेष गरी टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ, सहकारी ठगहरूको ग्याङ, डिप्रेसनका रोगीहरू, खराने ग्याङका अन्ध समर्थकहरूप्रति हो, जो देश विदेशमा छरिएर बसेका छन्, जो अरूको चरित्रमाथि आक्रमण गरेर अपमानजनक सामग्री बनाएर वा विवाद सिर्जना गरेर पैसा कमाउने काम गर्छन्। यिनीहरूको मोनिटाइज भएको छ र पैसा कमाउँछन्। यिनीहरूले बनाएको भिडियो र प्रयोग गरेका शब्दहरू यिनीहरूका बाउआमाका अगाडि र यिनीहरूका दिदीबहिनीका अगाडि बसेर हेर्न वा सुन्न पनि सुहाउँदैन र सकिँदैन। र यिनीहरू यति फोरी छन् र यिनीहरूमा मानिसमा हुनुपर्ने कुनै गुण छैन, जसले महिलाको सम्मान गर्दैन, राष्ट्रको गरिमाको सम्मान गर्दैन, फरक विचार राख्नेहरूको त्यस्तो प्रवृत्तिको सम्मान गर्दैन, विदेशमा रहेका गर्दैन।